हर्षको आँसु बगाएछ बडो गम्भीर मन सोमनाथलाई सुत पुराणी भन्नुहुन्छ महाराज दशरथ यस समयले हेर्नु प्रजाहरू आज राम राजा बन्ने बुढेसकालमा पैदा भएको छोरो राम राजा बन्ने त्यो हर्षको आँसु बगेर बडो प्रसन्नता भावबाट राजा विराजमान भइदिएको बेलामा राजाकी माइली पत्नी कैकेयी रानी राजाको अगाडि अत्यन्त पीडापोत गरे जस्तो गरिकन आइपुगिन् केही हराए जस्तो पीडापोत गरे जस्तो असहज परिस्थितिमा राजाकी रानी आउन लागे राजालाई यसो हेरिन् नजर गरिन् कुनै शिष्टाचार छैन कुनै ढोग भेद छैन कुनै प्रेमको भावना छैन अनुहार मलिन मलिन छ अनौठो अनौठो व्यवहार राजाको अगाडि राजाकी रानीले देखाएपछि रानी कैकेयीको दिशामा बडो गम्भीर वाणीमा राजाले भन्नुहुन्छ मेरो महाराज त्यही बेलामा गएर राजा रानीलाई सम्बोधन गर्दै भन्नुहुन्छ कल्याणी के भयो तिमीलाई तिम्रो शरीरमा कुनै बाधा भोगिन् समस्या भोगिन् कुनै बाधा व्यवधान आइलाग्यो कि अथवा कसैले गाली गलोज गर्यो कि तिमीलाई के पीडा भयो राजाले बडो गम्भीर वाणीमा सोधेपछि रानी कुनै जवाब दिएनन् त्यही बेलामा राजा भन्न लागे रानी तिमीले जे मागे पनि मैले दिने हो भन्न लागेपछि रानी बल्ल बल्ल नजिक सरिन् राजाको अगाडि आउन लाग्यो रानी बसिन् साह्रै शोभनीय जोडी भएको थियो बेलामा रानी भन्नुहुन्छ अरे महाराज धेरै वर्ष अगाडि हजुर र म युद्ध मैदानमा गएको बेलामा देवासुर सङ्ग्राममा भाग लिन गएका हो रानी राजाले भन्नुभयो त्यो बेलामा हजुरको रथको छेडी शत्रु सेनाले बाण हान्दा झरेको हजुरले युद्ध हार्ने सम्भावना भएको हजुरको ज्यान जाने सम्भावना भएको त्यो बेलामा मैले कान्छी औँलाले छेडीको काम गरिकन युद्ध जिताएको हजुरको मस्तिष्कमा त्यो विषय त ताजै होला नि त्यो बेलामा मलाई हजुरलाई मेरो जीवन पनि बचाएकी मेरो युद्ध पनि जिताएर प्रतिष्ठा पनि जोगाएकी हुनाले तिमीले दुईटा कुरा गरे हुनाले दुईटा बाचा मैले गरेँ सङ्कटको घडीमा म दुईटा कुरा पुरा गर्दैछु महाराजले सम्बोधन गर्नुभएको थियो त्यो दुईटा बाचा पुरा गर्ने दिन भनेको आजको दिन हो राजा झस्किनुभएको हो रानीले के माग्दैछिन् कुनै अनौठो व्यवहार गर्ने हो कि कुनै असहज माग गर्ने हो कि के होला अचम्म राजा बडो गम्भीर भन्नुभयो र रानीलाई भन्नुहुन्छ रानी भरे माग भोलि माग पर्सि माग अर्को दिन माग आज हाम्रो राम राजा भन्ने दिन यो रमाइलो क्षणमा अयोध्या नगरीवासीहरू अत्यन्त प्रसन्न मुद्रामा भइरहेको बेलामा यो बेलामा केही पनि माग्न गर्नु है राजाले यति मात्र भन्नुभएको थियो रानी झुरक्क उठ्नुभयो राजा महाराज दिने भए अहिले दिनुहोस् अहिले पुरा गर्ने भए गर्नुहोस् होइन भने हजुरको अगाडि मैले आत्महत्या गरिदिन्छु
पढ्दै पढ्नु रानी हटको अगाडि रानीको हटको अगाडि राजा के लागेन राजा भन्नुहुन्छ मैले हारी तिमीले जित्यो रानी तिमीले जे मागे पनि मैले पुरा गर्ने हो भल्ला रानी प्रसन्न भन्नुभयो रानी भन्नुहुन्छ अरे महाराज अरू कुरा मैले माग्ने के छैन मेरो अरू कुरा के यो अयोध्या नगरीमा मेरो सौताको छोरो नामलाई राजा राज्याभिषेक गर्दै हुनुहुन्छ त्यसको सट्टामा मेरो छोरो भरतलाई राजा बनाउनु पर्यो राजा सागाबाट खसे जस्तो यस्तो खुसीको क्षण किन यस्तो कुरा भन्दैछु सबैभन्दा अगाडि मेरो मृत्यु किन भएन त्यही बेलामा रानी भन्नुहुन्छ मेरो छोरो भरतले राज्य गरेको समयमा मेरो छोताको छोरो नाम चाहिँ 14 वर्ष वनवास जानुपर्ने हो के सुन्नु पर्यो मैले सुन्नुभन्दा अगाडि मेरो मृत्यु किन भएन मेरो राम तिमी कहाँ छोएर मेरो राम राजा पढ गम्भीर भन्नु त्यही बेलामा रानी हटको अगाडि राजाको केही लागेन हो अनि भगवान रामचन्द्र परमात्मा ध्यान गरे त्यो सबै जान्दा जान्दै पनि नजाने जस्तो गरिकन भगवान राम अहिले राम सीता लक्ष्मणजी पिताश्रीको साङ्गत्य भएको हो बेलामा पिताश्रीलाई प्रणाम गर्नु स्वास्थ्यमा कुनै समस्या लाग्यो गाथामा कुनै असहज हो कि अन्तर्यामी भगवान रामलाई सबै कुरा थाहा थियो तापनि थाहा नपाए जस्तो गरिकन भगवानले गम्भीर वाणीमा सुन्नुभएको थियो त्यही बेलामा नजिकै बसेकी सोधिनी आमा फेरि गाडी सर्नुभयो महाराजलाई भन्नुहुन्छ अरे महाराज यो नाटक सबै बन्द गर्नुहोस् मेरो सौताको छोरो रामलाई 14 वर्ष वनवास र मेरो छोरो भरतलाई राजा घोषणा गर्नु पर्यो भनेपछि सोधिनी आमाको वचन मान्ने भगवान रामलाई तमस्थ गर्नु के बोल्नु भएन कहिले राम नजिक बसेकी गतिको वचन अत्यन्त फिर्दना भएका लक्ष्मणजी वाक प्रतिवाद गर्दै जुरतको उठेर भन्नुहुन्छ माताजी असम्भव गरेर हाम्रो राम शिवाय भगवान राम जुरतको उठेर भन्नुहुन्छ अनि लक्ष्मणजी तिमीबाट महामूल हो माता पिताको मनसाय बुझेर काम गर्ने सन्तान उत्तम माता पिताले भनेको मान्ने मध्यम माता पिताले भनेको नमान्ने सन्तान अधम तिमीभन्दा त महा अधम मनुष्य हो आज माताजीको वचन मानेर हामी जङ्गल जानु नै उत्तम हो यसको लागि मातासँग कहिल्यै पनि मुखले लाग्ने काम गर्नुभयो माडिकन रामचन्द्र भगवान परमात्माले सम्बोधन गरेपछि लक्ष्मणजी माफी माग्नुभयो अहिले सोधिने आमाको वचन बालमन भुटोमा चिया बनाएर भगवान श्री रामचन्द्र परमात्मा जङ्गल जाने निर्णय गर्नुभयो पिताश्री भन्नुहुन्छ नजाऊ मेरो जीवनयापन गर्न कष्ट गर्छ मलाई छोडेर जङ्गल नजाऊ हरि राम नजाऊ वनमा राम सीता लक्ष्मण नजाऊ वनमा नजाऊ वनमा
जाऊ वनमा न जाऊ वनमा न जाऊ वनमा सदा सीता लक्ष्मण न जाऊ वनमा त्यही बेलामा भगवान राम जङ्गल जाने बेलामा पिताश्री भन्नुहुन्छ जसरी हजार विचलित जैसे समानको पीडा मर्ने बेलामा हुन्छ जसरी पानी बिनाको माछाले जीवनयापन गर्न सक्दैन तिमी बिनाको जीवनयापन गर्न कष्टकर हुने भयो हे मेरो प्राण प्रिय मलाई छोड्ने काम नगर्नु है भगवान परमात्मा रामसँग पिताश्री बडो गम्भीर बानीमा सम्बोधन गर्नुभएको थियो पिताश्रीलाई भगवान राम भन्नुहुन्छ यही समयका लागि हो नि मेरो पिताजी म फेरि आउनेछु हजुरको सेवाका लागि हजुरको छोरा फेरि आउनेछ अहिले जङ्गल जानु उत्तम भन्ने सङ्केत गरेपछि यही बेलामा जीवनभर भगाएका थोत्रा झुत्रा कपडाहरू पोको पारेर कहिले भतिले मचिन मालिक हो अनि सीता चाहिँ मेरो ढोक्रानी हो भनेर दासी सम्झिएर आफूले लगाएका थोत्रा झुत्रा कपडाहरू पोको बनाइदिएर सीतालाई अत्यन्त नराम्रो शौकिनी विवाह गरिकन त्यो लुगाको पोको फ्याँकिदिनु हो त्यही बेलामा भगवान श्री रामचन्द्र परमात्मा सीता सहित अहिले लक्ष्मणको साथमा भगवान श्री राम अगाडि बढ्दै प्रस्थान गर्नु जय राम गए वनमा राम सीता लक्ष्मण गए वनमा गए वनमा राम सीता लक्ष्मण गए वनमा गए वनमा राम सीता जान्नु लगे भरतजीले त्यो गएर सुनेर हतार हतार गर्दै आउनु लाग्नु त्यही पनि भगवान रामलाई फिर्ता गर्न सक्छु कि भन्ने भान लिएर भाइरूपी भक्त भगवान रामको चरणमा पुग्नुभएको थियो भगवान परमात्मालाई हे प्रभु म त हजुरको केवल नोकर हो दास हो हजुरको सिंहासनमा बस्न योग्य छैन भगवान मलाई छोड्ने काम नगर्नु है माताको वचन जे भए पनि हजुर अयोध्या नगरीमा फेरि फर्कनु पऱ्यो भगवान भाइरूपी भक्तको अत्यन्त प्रेम भाव भगवानले श्रवण गरेपछि भगवान सम्बोधन गर्दै हुनुहुन्छ संसारमा आउनु जानु बेच्नु छुटिनु संयोग दियो संसारको नियम हो केही समयका लागि म तिमीबाट टाढा हुन्थ्यो सदाका लागि होइन आज तिमीले जे लेखाएको छ त्यो हुन्छ तिमीले राज्य गर्न लेखाएको छ तिमी गर म केही समयपछि आउनेछु भन्ने भगवान परमात्मा रामले भरतजीलाई सुभाषण वचन दिएर भरतजी प्रभुवर्ती गर्दै गर्दै भगवान हजुरको सिंहासनमा बस्न म योग्य छैन हजुरको पाउमा प्रयोग गर्ने हजुरको चरणमा लगाइएको हो पादुका मलाई दिनु पर्यो हजुर सम्झेर दिनदिनै पूजा गरेर त्यो सिंहासनमा बस्ने भनिकन भगवान श्री रामचन्द्र परमात्माले
अहिले माग गर्नुभयो भाइ रूपी भक्तले माग गरेपछि भगवान् परमात्माले खरा उदान गर्नुभयो त्यो स्थितिमा राखेर मालिकजी भगवान्लाई प्रणाम गर्दै आफ्नो गतिले अगाडि बढ्दै बढ्दै अहिलेको लागि अयोध्या नगरी फर्कनुभयो भगवान् राम तन्न कारण जन्ममा सीता लक्ष्मण सहित भएर भगवान्को सवारी भयो खराउलाई सिंहासनमा राखेर महाराज पिताश्री पिताश्रीको अवसानित शरीरलाई पिताश्री